Wow, bada swimming pool. Swimming, big swimming pool. यो तामाकसी खोला हो। यहाँ 556 मेगावाट उत्पादन भएको खोला हो यो रिभर। 556 मेगावाट हाई पावर सप्लाई रिभर तामाकसी दोलखा। त्यसको माथि चाहिँ मैले गाडी राखेको। अहिले म माथि गई देखाउँछु। अनि हामी यो हिँड्दै हिँड्दै तल आएर यस्तो यो बाटोमा आएर यो बाटो यस्तो गरेर जाँदैछौँ मात्र। हो गाह्रो भयो, उकालो उकालो छ बाटो। यस्तो घरहरू पुरानो डिजाइनको हुन्छ। यहाँ तल हेर्नु त पानी रिभर। अघि म त्यो खोला तल आएको यही खोला हो। यो घर छ यस्तो, यो आँपको रुख छ, यो खोला भइहाल्यो। अनि यो घर फसल ए यस्तो छ। खोला कति सफा पानी छ हेर्नु त। मकैको दुई पात भइसकेको छ। गाईबस्तुको लागि यो पराल धानको। यो अनि यस्तो घर छ, यो यस्तो मान्छे यो भएपछि बाँदर आउँदैन। यहाँ टावर छ हाम्रो तामाकोसी 220 को टावर हो यो। टावर लगाइसकेपछि यसको ट्याक्कै माटाहाटा सुम्ब्याएर यसरी खेती गर्न पनि मिल्छ। यस्तो नै खेती गरिसकेका छन्। यो तोरी बुएको छ। अनि त्यहाँनिर यो गाउँ छ यस्तो। यसको तलतिर खुट्टा छ फाउन्डेसन 400 केबी को टावरको तल एउटा खुट्टा छ। एउटा खुट्टा उतातिर छ लेक एउटा लेक अर्को लेक यता छ। अर्को लेक यो यता। यो एउटा दुईटा तीनवटा र यो चारवटा लेक। यहाँ कमसेकम 2-3 रोपनी जतिको क्षेत्रफल छ एउटा टावरको पुरै पिठमा। यो टावर यहाँबाट हामी अर्को टावर छ त्यो टावरको फलाकदेखि जलेश्वर इन्डियासम्म जानको निम्ति ढल्केबारसम्म सोझो रुट हुन्छ भनेर मालु खोलासम्म हिँडेर होइन गाडीको बाटो यो ट्र्याक ओपन गरेको मेलुङ गाउँपालिकाले नयाँ पुलसम्म यिनीहरूले बनाइदिने। उता फेरि चाइनाले एउटा पालिकाले एउटा बाटो रोज भने अर्थ मेलुङ गाउँपालिकाले यही ऐतिहासिक 2 देश जोड्ने बाटो भनेर गाउँपालिकाले चाइनासँग माग गरेको हो। बनाउँछ बनाउँदैन थाहा छैन। सबैभन्दा छोटो दूरी इन्डिया र उतातिर चाइनाको लागि टर्निङ गोलाइ पर्छ भिरकोटतिर
त्यसो गर्दा सोझो स्ट्रेट बाटो चाइना इन्डियाको सर्टेस्ट रुट भनेर साथीहरूले यसलाई माग गरेका चाइनासँग। ठ्याक्कै यो टावरको बिच भागमा यो बगैँचा छ। यो कृषि फार्म नै हो। भित्र आमको रुखहरू पनि छ, अन्य बोट बिरुवाहरू छ। अनि यो बाटो चाहिँ तामाकोसीको खोलाको करिडोर हो। भर्खर ट्र्याक खुलेको छ। इन्डिया र चाइनाको सबभन्दा छोटो दूरी भनेर बुझिन्छ। यो चाहिँ भर्खर ट्र्याकबाट खुलेको छ। यो चाहिँ 80 मिटरभन्दा बढीको पछि ट्र्याक खोलिन्छ। 80 मिटरको ट्र्याक खोलेपछि सबैभन्दा सजिलो र सबभन्दा छोटो दूरी हुन्छ इन्डिया र चाइनाको लागि। यो नेपालको गौरवको आयोजना पनि हुनेछ पछि। बाले भनेको यही बाटो हो, चाइना जाने बाटो। यो सबैभन्दा छोटो तामाकोसीको करिडोर। ट्र्याकहरू खोलेर रेडी छ। त्यसपछि फेरि फास्ट ट्र्याकको सर्वे हुन्छ यो बाटोमा। सबैभन्दा सर्ट रुट चाइना नेपाल इन्डिया, चाइना नेपाल इन्डिया 200-300 under distancing this road. Yes, यो टोइलेट बाथरुम हो गाउँघरको लोकल। यो गाउँघरको टोइलेट बाथरुम। यो चाहिँ स्टोर रुम। यो भान्सा। अनि यो चाहिँ घर। यो घर कति राम्रो छ है, होमस्टे गर्न पनि मिल्ने। यो नजिकै खोला छ। यो नजिकै खोला। अनि यसपछि घर 1, 2, 4 कोठाको 1 कोठा, 2 कोठा, 3 कोठा। यो 2 कोठा नजिकै छ। 4वटा त्यस्तै सेम त्यस्तै माथि हुनेछ। यो गाईबस्तुको लागि बोट। तर गाईबस्तु आज छैन यहाँ, सायद दिउँसो भएर होला, चर्न गएको छैन होला। र घरको पछाडिको भाग चाहिँ यस्तो छ। यो आँपको रुख।
आफै रोप्ने गेडाले आएर भिडियो पनि खिच्छ आँपको चाहिँ त्यो मकैको क्राफ्टिङ गरेको गएपछि यो पलाए पनि काम लाग्दैन नदियाबाट जान्छ सबैमा टाइमिङ पिलर छैन टाइमिङ त्यसले पनि रोक्छ ऊ नदिया माथिल्लोपट्टि पनि लड्या छैन मेरो घरमा नयाँ बनाएको 72 भूकम्प आयो वाल केही भएको छैन के पानी खाउँछ अनि एउटा पुरानो घरसँग जोडेको हल्लिँदा 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 घर चिरिक यहाँ साँचा राख्ने चोर चोरी यहाँ राखेको पैसा यहाँका कृषिका पैसा यहीँ लाउने भनेर राख्छौँ हामी नबस्ने चोरले मलाई भन्नुभयो थियो आज चाहिँ धेरै लड्यो तपाईँ त्यो भनेर उहाँले भन्नुभयो थियो क्या